है हामीले गएको महिनामा परमेश्वरबाट सिकेको वचनहरू हामीले सरस्वती रिभिजन गरिसकेका छौँ। हामीले त्यहाँ धेरै कुराहरू सिक्यौँ अनि हामी जति सिक्दै जान्छौँ त्यति बिर्सदै पनि जान्छौँ अनि त्यही बिर्सेको कुरालाई फेरि हामी यसरी सम्झाउँदै अनि परमेश्वरमा अझै नजिक हुँदै जानेछौँ। अनि आज चाहिँ हामी कलसीको पुस्तकबाट हेर्नेछौँ अनि कलसीमा भएको कुराहरू है कलसी 1 देखि 4 सम्मको कुराहरू हामी त्यहाँ सरस्वती हामी थाहा पाउनेछौँ है छोटकरीमा। अनि कलसी चाहिँ अनि पावलले लेखेको पत्र कुरा हामी सबैले थाहा छ। अनि कलसी भन्ने चाहिँ ठाउँको नाम अनि त्यो चाहिँ हाम्रो कहाँ पर्छ भन्ने कुराहरू म यहाँ छोटो इन्ट्रोडक्सन दिएर नै हामी आजको यो वचनको समयलाई अगाडि बढाउनेछौँ। कलसी चाहिँ मध्यपूर्वमा अवस्थित अनि एउटा रोमी साम्राज्यको चाहिँ एउटा सानो सहरको नाम हो जुन चाहिँ एफिसिस भन्ने सहरमा एफिसिस भन्ने सहरबाट चाहिँ धेरै टाढा पर्दछ है, झन् 50 कोस टाढा पर्छ भन्ने कुरा हामी यहाँ थाहा पाउन सक्दछौँ। अनि पावल एफिसिसमा हुँदा है कोही पावल चाहिँ एफिसिसमा रहिरहँदाखेरि त्यहाँ कोही है कलसी भन्ने सहरको मानिस चाहिँ आएर पावलको शिक्षा सुन्नुभएको घटना हामी त्यहाँ थाहा पाउन सक्दछौँ। तीमध्ये है त्यहाँ कलसीको कोही मानिसहरू मध्ये चाहिँ एकजना जो चाहिँ इप्राफाइस भन्ने व्यक्ति हुनुहुन्थ्यो। अनि उहाँले चाहिँ पावलको है पावलले सुसमाचार सुनाइरहेको कुराहरू उहाँले सुन्नुभयो अनि बुझ्नुभयो र त्यही व्यक्ति फेरि आफ्नै देश फर्केर आफ्नै सहर फर्केर आई मिन कलसी सहरमा फर्केर चाहिँ त्यहाँ सुसमाचार सुनाउनु भएको कुराहरू हामी त्यहाँ थाहा पाउन सक्दछौँ। अनि कलसीको व्यक्ति अनि एफिसिसमा आएर सुनेको कुराहरू परमेश्वरको वचन जानेको कुराहरूलाई लिएर फेरि उहाँले चाहिँ आफ्नै सहरमा गएर सुसमाचार सुनाइरहँदाखेरि त्यहाँ मण्डली खडा गरेर यसरी परमेश्वरको सुसमाचार सुनाइरहँदाखेरि चाहिँ त्यहाँ मण्डलीभित्र विभिन्न खालका सिद्धान्तको कुराहरू झुटो शिक्षाको कुराहरू गुटबन्दीको कुराहरू त्यहाँ आइपर्दछन्। त्यो सिचुएसन आइरहँदाखेरि चाहिँ अनि एफ्राइमले चाहिँ अनि पावललाई चाहिँ एउटा निवेदन लेख्दै हुनुहुन्छ कि हामीलाई एउटा सत्य शिक्षाको बारेमा चाहिँ एउटा पत्र लेखेर पठाइदिनुहोस् भनेर है, जुन घटना चाहिँ हामी थाहा पाउन सक्दछौँ कलसीको। अनि त्यही कुरालाई लिएर चाहिँ अनि पावलले चाहिँ अनि कलसीको मण्डलीलाई चाहिँ पत्र लेख्दै हुनुहुन्छ है। अनि हामीले थाहा छ अनि विभिन्न है फिलिपी कलसी लगायत विभिन्न सहरहरूमा चाहिँ सुसमाचार सुनाइरहँदाखेरि त्यहाँ विभिन्न खालको भेदभावको कुराहरू गुटबन्दीको कुराहरू हामी थाहा पाउँदछौँ। त्यहाँ कतिले भने चाहिँ म चाहिँ पावलको विश्वासी है, म चाहिँ अल्फायसको विश्वासी भन्ने कुराहरू हामी त्यहाँ म चाहिँ कोहीले भन्दैछ म चाहिँ पावललाई विश्वास गर्ने, कोहीले म अपोलोसलाई विश्वास गर्ने भन्ने खालको घटनाहरू हामी अगाडि हेर्दाखेरि थाहा पाउँदछौँ। अनि त्यो सबै कुरालाई भइरहँदाखेरि चाहिँ अनि कलसीमा पनि त्यही खालको कुराहरू आएको कारणले गर्दाखेरि चाहिँ कलसीको मण्डलीलाई चाहिँ पावलले यो चिठी लेखिरहनु भएको छ कि जुन चाहिँ आज हामी हेर्न गइरहेका छौँ। जुन पत्रमा है कलसी पत्रमा चाहिँ यहाँ 1 देखि 2 लाई हामी अध्ययन गर्दै जाँदा चाहिँ त्यहाँ ख्रिस्टको बारेमा है सत्य शिक्षाको के हो भन्ने कुरा हामी त्यहाँ थाहा पाउन सक्दछौँ भने चाहिँ 3 देखि पछाडि चाहिँ हामी झुटो शिक्षाको बारेमा र क्रिस्चियन जीवनमा कसरी जिउनुपर्छ भन्ने एउटा व्यवहारिक शिक्षाको बारेमा चाहिँ त्यहाँ हामी थाहा पाउन सक्दछौँ। अनि यो कलसीको मण्डलीमा भइरहँदाखेरि चाहिँ त्यो विभिन्न खालको है गुटबन्दी विभिन्न खालको सिद्धान्तहरूको कुराहरू आइरहँदाखेरि चाहिँ त्यहाँ इप्राफाइमले चाहिँ अनि पावललाई भनिरहनु भएको छ कि हामीलाई असल शिक्षाको बारेमा एउटा पत्र पठाइदिनुहोस् है। अनि यो कुराबाट पनि हामी थाहा पाउन सक्दछौँ कि एउटा असल शिक्षा मण्डलीमा भएन भने चाहिँ त्यहाँ भाड भैलो हुन्छ है, त्यहाँ गुटबन्दी हुन्छ, त्यहाँ झै झगडा हुन्छ। एउटा साँचो शिक्षा भएन भने चाहिँ त्यो खालको सिचुएसन आउँछ जहाँ कलसीको मण्डलीमा पनि आएको थियो है, अगाडि फिलिपीको मण्डली कलसीको मण्डलीका विभिन्न मण्डलीहरूमा आएको थियो। अनि त्यो खालको कुरा चाहिँ यहाँ थाहा पाउन सक्दछौँ। त्यसकारण असल शिक्षा चाहिँ मण्डलीमा हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले पनि बुझ्नु पर्दछ। अनि त्यसकारण यही कुरालाई लिएर चाहिँ पावलले पत्र लेख्दै हुनुहुन्छ है। अनि कलसी 1 देखि 2 हामी पढिरहँदाखेरि चाहिँ त्यहाँ येशू ख्रिस्टको बारेमा येशू ख्रिस्ट को हुनुहुन्छ है, साँचो शिक्षा के हो भन्ने कुरामा पावलले लेखिरहनु भएको छ भने अनि त्यहाँभन्दा पछाडि चाहिँ एउटा झुटो शिक्षाको बारेमा एउटा क्रिस्चियन जीवनमा क्रिस्चियन व्यक्तिहरूले चाहिँ कसरी जिउनुपर्छ भन्ने कुराहरू चाहिँ यहाँ पछाडि
भनिरहनु भएको छ। अनि त्यही मध्ये आज चाहिँ हामी क्रिस्चियन हाम्रो पहिचान है, हाम्रो ख्रिस्ट हाम्रो पहिचान अनुसारको जीवन जिउनुपर्छ भन्ने टपिकमा रहेर चाहिँ हामी आजको वचनलाई अगाडि बढाउनेछौँ है। ख्रिस्ट चाहिँ हाम्रो चाहिँ पहिचान हुनुपर्दछ। अनि त्यही पहिचान अनुसारको जीवन चाहिँ तपाईँ र मैले चाहिँ जिउनु पर्दछ। अनि कलसी 3देखि आज हामी हेर्नेछौँ। अनि त्यहाँ लेखेका कुराहरू, त्यहाँ भनेका कुराहरू हामीले मनन गर्नेछौँ है। अनि यो वचन हामीले विगतको दिनहरूमा सुनि पनि सकेका छौँ, कतिले धेरैचोटि पढि पनि सक्नुभयो, तर सुने पनि पढे पनि हामी के गर्छौँ त बिर्सी पठाउँछौँ है। त्यस कारणले गर्दा यसरी सम्झना चाहिँ गरिरहनु पर्दछ र हामी यसरी सम्झना गर्नेछौँ। ख्रिस्ट हाम्रो पहिचान है। आज संसारमा मानिसहरूले आफूलाई विभिन्न कुराले चिनाउँदछन्। अनि म को हुँ, मेरो काम के हो, म त यो हैसियतको मान्छे हो है, म त फलाना खानदानको व्यक्ति हो भन्ने खालको संसारिक मानिसहरूले चाहिँ यसरी आफूलाई चिनाउँदछ है। अहिलेको करेन्ट सिचुएसनमा, नेपालको करेन्ट सिचुएसनमा हेर्ने हो भने चाहिँ म चाहिँ फलाना पार्टीको व्यक्ति हो है, अनि म फलाना खानदानको व्यक्ति हो भन्ने खालको कुराहरू हामी चिनाउँछौँ। तर आज संसारमा त्यो खालको पहिचानले चिनाउँछ भने चाहिँ आज तपाईँ र मैले चाहिँ कसरी चिनाइरहेको छौँ भन्ने कुरा चाहिँ हामीले एकदमै मनन गर्नुपर्छ। मानिसहरूले मलाई कसरी हेर्छ भन्ने सोच विचारले मानिसहरू संसारमा जिइरहेको पाउँदछौँ भने एक समय हामी पनि त्यही सिचुएसनमा थियौँ है। एक समय हामी पनि त्यही नै समाजबाट हुर्केर आएको थियौँ कि म चाहिँ फल्नाको छोरो है। आज गाउँतिरको सिनारी हेर्ने हो भने चाहिँ जमदारको छोरो है, हलदारको छोरो भन्ने खालको चाहिँ एउटा प्रचलित थियो, एउटा मुखियाको छोरो भन्ने खाले चाहिँ एउटा प्रख्यात थियो है। तर आज ख्रिस्टलाई पाइसकेपछि चाहिँ हामी को हो भने हामीले चिनाइरहेको छौँ है। यो खालको कुरा चाहिँ तपाईँ र मैले मनन गर्नु पर्दछ। अनि यो खालको गुटबन्दी र पावलले भन्दै हुनुहुन्छ, तिमीहरू कोही म पावलको हुँ, म अपोलोसको हुँ भनेर त्यो अगाडिको कुराहरूलाई हेरिरहँदाखेरि चाहिँ बाइबलले चाहिँ हामीलाई एउटा फरक प्रश्न गर्दछ कि परमेश्वरको नजरमा हामी को हौँ त है। आज संसारले यसरी चिनाइरहँदाखेरि, संसारले यसरी आफ्नो पहिचान दिइरहँदाखेरि चाहिँ आज बाइबल है पाएका व्यक्तिहरू, बाइबल जानेका व्यक्तिहरूले चाहिँ आज कसरी चिनाइरहेको छौँ त, अनि परमेश्वरको वचन नजरमा हामी को हौँ भन्ने कुरा चाहिँ तपाईँ र ममा हुनुपर्दछ। तर बाइबलले चाहिँ हामीलाई एउटा फरक प्रश्न गर्दछ, परमेश्वरको नजरमा तिमी को हौ, परमेश्वरको नजरमा हामी को हौँ, र हामीले भन्यो भने परमेश्वरको नजरमा म चाहिँ को हुँ। यो क्वेसन चाहिँ तपाईँ र मैले हरेक पल गर्नुपर्दछ है। आफ्नो लाइफमा जिइरहँदाखेरि चाहिँ यो क्वेसन चाहिँ परमेश्वरको नजरमा म को हुँ भन्ने चाहिँ सधैँभरि आफूले आफूलाई क्वेसन गरिरहनु पर्दछ। किनकि यदि परमेश्वरको नजरमा म को हुँ भने हामीमा क्वेसन गर्छौँ भने चाहिँ अवश्य पनि हामीमा परमेश्वरको गुण चाहिँ भरिपूर्ण हुँदै जाँदछ। किनकि हामीले जानेका छौँ परमेश्वरको गुण कस्तो छ, परमेश्वर को हुनुहुन्छ भनेर चाहिँ तपाईँ र मैले पाएका छौँ। त्यस कारणले गर्दा यो क्वेसन चाहिँ तपाईँ र मेरो जीवनमा हर पल गरिरहनु पर्दछ। एक समय हामीले परमेश्वरलाई पाएका थिएनौँ, हामी पनि संसारकै व्यक्तिहरू जसरी थियौँ है। म विभिन्न खालको प्रख्यात कुराहरूले चिनाउन चाहँदथ्यौँ, तर त्यो संसारिक कुराले हामी चिनाइरहेका थियौँ भने आज चाहिँ संसारिक कुराले होइन कि अनि परमेश्वरको कुराले है, आत्मिक कुराले चाहिँ हामी चिनाउनु पर्ने आवश्यकता छ। तर आज हामीले येशू ख्रिस्टलाई पाएका छौँ, त्यसकारण संसारिक कुरामा भन्दा पनि स्वर्गीय कुरामा चाहने इच्छा गर्ने व्यक्ति चाहिँ तपाईँ र म बन्नुपर्दछ है। कलसी 3देखि हामी 1-17सम्म पढिरहने क्रममा चाहिँ यहाँ यसै लेखेको छ, हामी पढ्नेछौँ। अनि 1-17सम्म पढिरहँदाखेरि चाहिँ हामीले येशू ख्रिस्टलाई पाएका व्यक्तिहरू हुन्। येशू ख्रिस्टलाई पाउनु भनेको चाहिँ हामीले है गएको शनिबार, गएको हप्ताहरूमा हामीले परमेश्वरको वचनबाट सिकिरहेका छौँ कि येशू ख्रिस्टलाई पाउनु भनेको चाहिँ हामीले धर्म परिवर्तन गर्नु होइन, येशू ख्रिस्टलाई पाउनु भनेको चाहिँ जीवन परिवर्तन गर्नु हो भन्ने कुरा हामीले बुझेका छौँ है। साँच्चै नै येशू ख्रिस्टलाई पाउनु भनेको चाहिँ हामीले यो एउटा धार्मिक कुराहरू, धर्म परिवर्तन मात्रै होइन, साँच्चै नै एउटा हामीले असल जीवन परिवर्तन चाहिँ गर्नु हो। त्यस कारणले गर्दा त्यो परिवर्तित जीवन चाहिँ तपाईँ र म कसरी जिइरहेको छौँ त्यो चाहिँ
हामीले मध्यनजर गर्नुपर्दछ है। त्यसरी परिवर्तन हुनुको कारण चाहिँ येशू ख्रीष्टलाई चाहिँ हामीले पाउनुको कारणले गर्दाखेरि हामी परिवर्तन भएको छौँ। परिवर्तन गर्नु हो हाम्रो पहिचान, हाम्रो सोच विचार र परिवर्तन गर्नु पर्दछ। अनि यहाँ म पढिदिनेछु, यहाँ 3 देखि 1 देखि म 4सम्म पढ्दाखेरि, यदि तिमीहरू ख्रीष्टका जी उठाएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वर दाहिने बाहुलीपट्टि बस्नु भएको छ। माथिका कुरामा मन लगाऊ, पृथ्वीकोमा भएका कुरामा होइन, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौँ। आमेन। जुन कुरा चाहिँ हामी विश्वास गर्दछौँ है, हामीले विश्वास गरेको कुरा पनि त्यही हो। हामी संसारमा छौँ, एक दिन हामी संसारलाई छोडेर जानेछौँ, तर ख्रीष्ट आउँदाखेरि चाहिँ अवश्य पनि हामी ख्रीष्टसँग फेरि पनि बौरी उठानेछौँ। यो विश्वासमा चाहिँ हामी बाँचेको छौँ। त्यस कारण यसै वचनले पनि भन्दछ कि ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ है, महिमित शरीरमा प्रकट हुनेछौँ भन्ने कुराहरू हामीले बुझ्नु पर्दछ। अनि त्यस्तै गरी आज यो कलसीको है 5 देखि तल हेरिरहने गर्ने कुरामा पुरानो स्वभाव नयाँ स्वभावको बारेमा हामी यहाँ थाहा पाउन सक्दछौँ। अनि पावलले भन्नुभएको कुराहरू आज हामी त्यो पुरानो स्वभावलाई र नयाँ स्वभावलाई चाहिँ हामी एउटा हामीसँग भएका पुरानो कपडा र नयाँ कपडामा चाहिँ हामी कम्पेयरिङ गरेर है हामी हेर्नेछौँ। पावलले भन्नुभएको कुरा आज हामी लुगाको रूपमा हेर्नेछौँ। जसरी मानिसले पुरानो वा फोहोर लुगा है फालेर मात्र नयाँ लुगा लगाउन सक्छ है, त्यसै गरी ख्रीष्टमा हामीले पुरानो स्वभावलाई त्यागेर ख्रीष्टमा आइसकेपछि नयाँ स्वभावमा चाहिँ जिउनु र जीवन धारण गर्नुपर्छ है। वचनले भन्दछ कि अब उपरान्त जिउने म होइन, ख्रीष्टमा जिउनुहुन्छ। आमेन। साँच्ची नै हामीमा भएको पुरानो स्वभावलाई चाहिँ हामीले त्याग्नु पर्दछ ख्रीष्टमा आइसकेपछि, र नयाँ स्वभावले जिउनु पर्दछ। अनि पुरानो स्वभाव के हो, नयाँ स्वभाव के हो भन्ने कुरा चाहिँ हामी यहाँ वचनमा थाहा पाउँदछौँ। यदि संसारमा हुँदा हामीमा पनि स्वभावहरू कस्तो थियो खालको, एउटा डाहा गर्ने, रिस गर्ने है, लोभ लालच गर्ने खालको स्वभाव, डाहा ईर्ष्या गर्ने खालको स्वभाव थियो भने हामी ख्रीष्टमा आइसकेपछि चाहिँ त्यो सबै त्यागेर चाहिँ प्रेम दयाको स्वभावले चाहिँ भरिनु पर्छ भन्ने कुरा चाहिँ हामी यहाँ थाहा पाउनु पर्दछ। आज हामी पुरानो स्वभावलाई हामी परिवर्तन गरेर नयाँ स्वभावमा जिउनु पर्छ भन्ने कुरालाई चाहिँ मध्यनजर गर्नेछौँ। अनि कलसी 3 को 5 देखि 11 हामी हेर्दैछौँ भने त्यहाँ यसरी लेखेको छ, यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार है। सांसारिक स्वभावका कुराहरू छन् तिनलाई चाहिँ मार। सांसारिक स्वभाव भनेको व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्ति पूजाहरू हो। यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली एउटाले अर्कालाई नढाट, किनकि पुरानो स्वभाव त्यसका चाल चलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भइरहेको छौ। यहाँ ग्रीक र यहुदी, खतना र बेखतनाको, अशिक्षित, असभ्य, कमारा र फुकुवा भेद रहने छैन, तर ख्रीष्ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्छ। आमेन है। यहाँ कलसीको मण्डलीमा पनि यही खालको कुराहरू घटिरहेको छ है। हामी थाहा पाउन सक्छौँ पुरानो करारमा है खतना गर्ने कुराहरू, अन्य जातिको कुराहरू, ती सबै खालको कुराहरू यहाँ थियो। तर पावलले चाहिँ कलसीको मण्डलीलाई भनिरहनु भएको छ, तिमीहरूमा यो खालको पुरानो स्वभाव थियो, तर त्यो सबै त्याग है। आज हामीलाई पनि यो पावलको यो कलसीको पत्र तपाईँ र हामीलाई पनि एकदमै लागू भएको छ, किनकि हामी पुरानो स्वभावमा हुँदाखेरि त्यो खालको कुराहरू तपाईँ र ममा थिए, तर आज परमेश्वरलाई पाएपछि पनि त्यही खालको स्वभाव छ भने चाहिँ हामी
नाम मात्रको क्रिस्चियन हुँदछौँ है। त्यसकारण हामी नाम मात्र क्रिस्चियन होइन र काम अनुसारको क्रिस्चियन चाहिँ हुनु पर्दछ। जसरी यहाँ पावलले कलसीको मण्डलीलाई यसरी पत्र मार्फत जानकारी गराइरहनु भएको छ, जुन कुरा चाहिँ आज हाम्रो मण्डलीलाई पनि यो अति नै आवश्यकता छ। अनि त्यहाँ भनेको कुराहरू चाहिँ तिमीहरूको सांसारिक स्वभावका कुराहरू छन् तिनीहरूलाई चाहिँ मार है। सांसारिक स्वभावको कुराहरूलाई चाहिँ हटाऊ, मार भन्नु खोजेको चाहिँ सकाइदेऊ भन्नु खोजेको है। त्यस कारण त्यहाँ केही राख है, अलिअलि मिलाएर राख भन्ने खालको कुराहरू हुँदैन, किनकि हामीमा चाहिँ पुरानो स्वभावको कुराहरू चाहिँ टोटल्ली हटाउनु पर्दछ। हो, हामी एकैचोटि हटाउन सक्दैनौँ, तर प्रयास चाहिँ गरिरहनु पर्दछ। पहिले हामीले छोड्नुपर्ने त्याग्नुपर्ने कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ। यहाँ पावलले पुरानो लुगा है, यहाँ पुरानो स्वभावलाई हामीले पुरानो लुगालाई हामी हेर्दाखेरि चाहिँ पुरानो लुगा मिलाएर राख, एक ठाउँमा राख भन्नुभएको छैन। यहाँ चाहिँ पुरै फालिदेऊ है भन्ने कुराहरू हामी थाहा पाउन सक्छौँ। किनकि केही कुरा सुधारेर हुँदैन, त्यो त्याग्नै पर्छ है, फाल्नै पर्छ। त्यसकारण हामी ख्रिस्टमा आइसकेपछि हाम्रो पुरानो स्वभाव त्याग्नै पर्छ, पुरानो रूपमा त्यसलाई मिल्काउनै पर्दछ है। त्यसकारण अहिले पनि हामीमा त्यो खालको स्वभाव आइपर्दछ है। हामी पुरानो स्वभाव कतै हिँड्नु पर्दाखेरि सायद हेर्ने त्यो खालको स्वभाव अझै पनि हामीमा छ है। तिमी त कति लक्की रहेछौ भन्ने खालको स्वभाव अझै हामीमा छ। त्यो खालको स्वभावहरू चाहिँ हामीले त्याग्नु पर्दछ। हामी लक्की व्यक्तिहरू होइनौँ है, हामी चाहिँ परमेश्वरको अनुग्रहले एउटा आशिषित व्यक्तिहरू चाहिँ हौँ। त्यस कारणले गर्दा त्यो पुरानो स्वभाव है हामीले त्याग्नु पर्दछ है। हामी पुरानो स्वभाव हेरिरहँदाखेरि चाहिँ हामी पहिला चाहिँ जन्मबारको दिन नुहाउनु हुँदैन, जन्मबारको दिन घर छोड्नु हुँदैन है भन्ने खालको कुराहरू स्वभाव हामीमा थियो है। अनि विभिन्न बारहरूलाई चाहिँ यो चाहिँ खरो बार रे, यो चाहिँ नरम बार भन्ने कुराहरू थियो है। त्यो खालको सोचाइ, त्यो खालको स्वभाव अझै पनि हामीमा छ। अनि त्यो चाहिँ तपाईँ र हामीले चाहिँ त्याग्नु पर्छ। यदि ख्रिस्टमा आइसकेपछि त्यो खालको स्वभाव हामीले अवश्य पनि त्याग्नु पर्छ है। त्यो खालको स्वभाव त्याग्यो भने चाहिँ अझ हामी ख्रिस्टमा चाहिँ एउटा उहाँको असल जन भएर जिउन चाहिँ सफल हुनेछ है। पावलले भनेका छन्, व्यभिचार, अशुद्धता, खतरा, खराब इच्छा, लोभ, यी सबै व्यवहार आउनु अगाडि मनमा आउँछ र यो मनको लुगा हो है। त्यस कारण त्यो खालको सोचाइ विचार चाहिँ तपाईँ र मैले हटाउनु पर्छ है। पावलले नै यो खालको कुराहरू भनिरहनु भएको छ। अनि फोहोर लुगालाई नै फालिदिनुपर्छ नयाँ लुगा लाउनको निम्ति है। त्यस कारण पुरानो स्वभावलाई नै हामीले हटाउनु पर्दछ नयाँ स्वभावले भरिनको निम्ति। त्यस कारणले गर्दाखेरि हामीले त्यो कुराहरूलाई ध्यान दिनु पर्दछ। परमेश्वरको कोड ल्याउने पापका स्वभावहरू चाहिँ यिनीहरू नै हुन्। अनि कुनै पनि पाप है अचानक सुरु हुँदैन। पहिला विचार आउँदछ, अनि त्यसपछि इच्छा जाग्दछ, अनि त्यसपछि चाहिँ निर्णय गर्दछ, अनि त्यही निर्णयले चाहिँ एउटा काममा परिणत हुँदछ। त्यही निर्णय चाहिँ काममा देखा पर्दछ है। अनि पाप भन्ने कुरा एक्कासी आउँदैन है। त्यसकारण पहिला चाहिँ विचार आउँदछ है, तपाईँ र मेरो विचार आउँदछ, अनि इच्छा जाग्दछ, अनि त्यसपछि चाहिँ त्यो इच्छालाई चाहिँ हामीले निर्णयमा परिणत गर्छौँ, अनि त्यसपछि हाम्रो त्यो काममा देखिन्छ, अनि त्यो चाहिँ पाप गरी पठाउँदछौँ है। अनि हामी आदम र हव्वामा भएको कुरा नि त्यो थियो है। पहिला चाहिँ सर्पले उसलाई भन्यो, अनि तिनीहरूले त्यो खालको इच्छा जगायो, त्यसपछि पाप गरी पठायो। अनि उदाहरणको निम्ति एउटा सेतो कपडामा सानो दाग लाग्यो भने चाहिँ त्यसलाई समयमै सफा गरेनौँ भने चाहिँ त्यसले सबै लुगा बिगार्छ है। एउटा त्यो लुगै फाल्नुपर्ने हुन्छ है। सेतो लुगालाई सानो दाग लाग्यो, तपाईँले त्यही दाग लागे पनि लाकै गर्नुहुन्छ भने त्यसलाई सफा गरिहाल्नुहुन्न भने चाहिँ त्यही दाग फेरि ठुलो हुन्छ र त्यही लुगा नै फाल्नुपर्ने हुन्छ। त्यस कारण तपाईँ र मेरो हृदयमा पनि त्यो खालको स्वभाव है, सानो त्यो पापमय स्वभावहरू हुँदछ। त्यसलाई करेक्सन गरेर त्यसलाई मैले पाप गरेछु है, मैले गल्ती गरेछु है, त्यही गल्तीलाई अनि एउटा रियलाइज गरेर परिवर्तन भएन भने चाहिँ त्यही सानो कुराले चाहिँ तपाईँ र मलाई नै एक काम नलाग्ने बनाउँदछ है। त्यस कारणले गर्दाखेरि त्यो स्वभावहरूले चाहिँ तपाईँ र मैले छोड्दै जानुपर्छ भन्ने कुरा चाहिँ वचनले हामीलाई घरिघरि भनिरहनु भएको छ। अनि सम्बन्ध नष्ट गर्ने पापको स्वभावहरू पनि हामी यहाँ थाहा पाउँदछौँ, जुन चाहिँ 3:8 देखि 9 पढ्दाखेरि त्यहाँ एउटा पारिवारिक सम्बन्ध है, वैवाहिक सम्बन्ध नष्ट गर्ने चाहिँ पापमय स्वभाव चाहिँ यहाँ हामी
थाहा पाउन सक्दछौ। 3:8 लेखेको छ, तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग, रिस त्याग, क्रोध त्याग, डाह त्याग, निन्दा त्याग, आफ्नो मुखबाट निस्कने फोहोर बोली त्याग। एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चालचलन समेत तिमीहरूले त्यागेका छौ। है, यहाँ पावलले चाहिँ कोरिन्थीको विश्वासीहरूलाई भनिरहनु भएको छ कि तिमीहरूले पाप स्वभाव सबै त्यागिसकेका छौ। आज हामी मण्डली परिवारले पनि यो कुरा त्यागिसकेका छौँ, तर त्यागे तापनि कहिलेकाहीँ चाहिँ आउँदछ है। तर ती आएको कुरालाई हामीले फेरि पनि है एउटा परमेश्वरसँग क्षमा मागेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा तपाईँ हामीले जान्नु पर्दछ। रिस, क्रोध, खराब मन, निन्दा, झुट, यी कुराहरूले चाहिँ पारिवारिक सम्बन्धमा चाहिँ बिग्रदछ है। अनि साँच्ची नै तर अब 8ले भनेको कुरालाई एकदमै मनन गर्दाखेरि चाहिँ यी सबै कुरा त्याग है। रिस त्याग है, रिसले त्यहाँ भार भैलो हुन्छ। क्रोध त्याग, डाह गर्ने कुरा त्याग, निन्दा गर्ने कुराहरू त्याग, आफ्नो मुखबाट निस्कने फोहोर बोलीहरू त्याग। एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यो त्यसका चाल चलन समेत तिमीहरूले त्यागेका छौ है। यो कुराहरू हामीले त्याग्छौँ भने चाहिँ हामी अवश्य पनि हाम्रो परिवारमा, हाम्रो सम्बन्धमा चाहिँ एकता, मिलाप, खुसी आउँदछ। यदि यही कुरा हामी लागिरहँदछौँ, यही स्वभावमा हामी छौँ भने चाहिँ हाम्रो परिवारमा खुसी भन्ने कुराहरू, परिवारमा आनन्द भन्ने कुराहरू चाहिँ कमै मात्रामा पाउँदछौँ है। त्यस कारणले गर्दा यो कुराहरू चाहिँ तपाईँले मैले जान्नु पर्दछ। सम्बन्ध नष्ट गर्ने पापको कुराहरू चाहिँ यी कुराहरू हुन्। रिस हुन्, क्रोध हुन्, खराब हुन्, निन्दा गर्ने हुन्, झुटो बोल्ने हुन्। विशेषतः झुटो बोल्ने कुराहरू हो है। त्यस कारणले हामी एउटा झुटो लुकाउनको निम्ति चाहिँ 10वटा झुटो बोल्नु पर्दछ है। त्यही 10वटा बढ्दा 1000वटा भएपछि त्यो झुटो रोकिँदैन, अनि एक दिन त्यो ब्लास्ट हुँदछ है। ब्लास्ट भएपछि सबै कुरा सकिँदछ है। त्यस कारणले गर्दा यो कुराहरूलाई हामी मनन गरौँ। अनि सम्बन्ध नष्ट गर्ने पापको कुराहरू यी हुन्। हामी यो कलसीको पुस्तकलाई हामीले एकदमै मनन गरौँ है। आज हामी धेरैजना पारिवारिक सम्बन्धमा छौँ। अब कोही बहिनीहरू वैवाहिक सम्बन्धमा जाँदै हुनुहुन्छ, यो कुराहरूलाई मनन गर्नुहोला। झुट बोल्ने कुराहरू, रिस गर्ने कुराहरू है, झगडा गर्ने कुराहरू, एकहोरो लाग्ने कुराहरूलाई चाहिँ एकदमै ध्यान दिनुहोला। अनि कति मानिसहरू चर्च आउँदछन् तर पुरानो स्वभाव त्यागिरहेका हुँदैनन्। अनि यो कुराहरूलाई चाहिँ तपाईँले त्याग्दै जानु पर्दछ। अनि हामीले बुझ्नु पर्दछ हामी परमेश्वरको आराधना गर्दछौँ, तर हाम्रो मनमा भित्रभित्र चाहिँ कहीँ कतै क्षमा नदिइरहेको हुनसक्दछ। त्यो कुरालाई पनि हामीले मनन गर्नुपर्दछ। हामी भन्दछौँ परमेश्वरले हामीलाई क्षमा गर्नुभयो, तर हामीले चाहिँ कतिलाई क्षमा गरिरहेका हुँदैनौँ। अनि त्यो कुरालाई पनि हामीले क्षमा गर्नुपर्दछ। प्रार्थना गर्छौँ तर हामीमा अहङ्कार लुकिरहेको हुँदछ। यो कुरालाई पनि तपाईँ र मैले ख्याल गर्नुपर्दछ। यो कुरा पनि तपाईँ र मैले चाहिँ त्याग्नु पर्दछ। अनि पुरानो कुराहरू हामीले किन त्याग्ने भन्ने कुरा पनि हामी यहाँ थाहा पाउन सक्दछौँ। हामी 9 र 10तिर हामी गइराखेर हामी पुरानो कुरा चाहिँ किन त्याग्ने त भन्ने कुरा पनि यहाँ यसको बारेमा यहाँ लेखिएको छ। यसै लेखिएको छ, एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चालचलन समेत तिमीहरूले त्यागेका छौ र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूप अनुसार ज्ञानमा नयाँ भएका छौ है। त्यस कारण हामी यी सबै पुरानो कुरा त्यागिसकेपछि चाहिँ अवश्य पनि हामी है परमेश्वरमा, ज्ञानमा, बुद्धिमा, सोचाइमा, विचारमा, हरेक कुरामा चाहिँ हामी नयाँ भएका छौँ है। साँच्चै नै मानिसहरू है, साना बच्चाहरू बढ्दै जाँदछ, तिनीहरूले बोल्ने बोली र तिनीहरूले गर्ने हरेक कुरा चाहिँ परिवर्तन हुँदै जाँदछ। त्यस कारणले गर्दा हामी हिजो परमेश्वरलाई चिनेको व्यक्ति र आज परमेश्वरलाई चिनेको व्यक्तिमा फरक हुनु पर्दछ है। अनि भर्खरको है दुधे बालक र हुर्केको बालकमा धेरै अन्तर हुन्छ। त्यस कारणले गर्दाखेरि हामीमा चाहिँ त्यो खालको परिवर्तन चाहिँ आउनु पर्दछ। है, त्यस कारण अघि नै मैले भनिसकेँ, पहिला चाहिँ पुरानो स्वभावलाई हटाएपछि मात्रै नयाँ स्वभावलाई धारण गर्न सकिन्छ है। पहिला चाहिँ हामीले लगाइरहेको पुरानो कुरा है, पुरानो लुगा फालिसकेपछि चाहिँ मात्र हामीले नयाँ लुगा लगाउन
सकिन्छ है। त्यसकारण त्यही पुरानो लुगामाथि नयाँ लुगा लगाएर हिँड्छौ भने चाहिँ तपाईँ र मलाई त्यति कम्फर्ट चाहिँ हुँदैन। सकिन्छ, लगाउन सकिन्छ, तर कम्फर्ट चाहिँ हुँदैन। त्यसकारण आज हामी क्रिस्चियन भए तापनि है पुरानै स्वभाव र यो नयाँ स्वभावलाई मिसाएर है लगिरहेको छ भने चाहिँ अवश्य पनि तपाईँमा कम्फर्ट चाहिँ छैन। हो, आउनुहुन्छ मण्डली है, सङ्गति गर्नुहुन्छ, भजन गाउनुहुन्छ, बजाउनुहुन्छ, रमाउनुहुन्छ, तर पनि त्यति कम्फर्ट चाहिँ हुँदैन। यदि हामी टोटली रूपमा पुरानो कुरालाई छोडेर है पुरानो स्वभावहरूलाई त्यागेर नयाँ स्वभावमा है ख्रिस्टको स्वभावमा धारण गरेर हामी हिँड्छौँ भने चाहिँ है हामी जस्तो सुकै अवस्थामा पनि हामीलाई कम्फर्ट चाहिँ हुँदछ है। त्यस कारण यो कुराहरूलाई चाहिँ तपाईँहरूले मध्यनजर गर्नुपर्दछ। पहिचानबाट जीवन आउँदछ। पद 12 मा हामी हेर्नेछ भने चाहिँ यहाँ आफ्नो पहिचानको कुराहरू थाहा छ। पावलले पहिले यो कुराहरूलाई हामीलाई बताउनु भएको छ अनि ख्रिस्टले हाम्रो पहिचान दिनुभएको छ। हामी ख्रिस्टका चुनिएका जातिहरू हौँ, पवित्र जनहरू हौँ र प्रिय सन्तहरू हौँ भनेर है। अनि पावलले त्यहाँका मण्डलीका भाइहरूलाई यसरी एउटा आदरको साथ बोलाइरहनु हुन्छ है। आदरको साथ एउटा सम्मान गरिरहनु भएको कुराहरू हामी त्यहाँ थाहा पाउन सक्दछौँ है। अनि हामी ख्रिस्टमा चाहिँ हामी चुनिएका जाति हौँ है, एउटा पवित्र जाति हौँ, पवित्र जनहरू हौँ, एउटा धार्मिक जनहरू हौँ भनेर चाहिँ आज बाइबलले तपाईँ र मलाई चाहिँ त्यो खालको पहिचान दिइसकेको छ है। येशू ख्रिस्ट मार्फत यो खालको परिचय तपाईँ र मैले पाएका छौँ। अनि यो खालको परिचय पाएको तपाईँ र म चाहिँ कसरी जिइरहेका छौँ यो कुरा चाहिँ तपाईँ र मैले एकदमै ध्यान दिनुपर्दछ। अनि पावलले चाहिँ यही कुराहरूलाई बारम्बार मण्डलीहरूलाई कलस्सीको मण्डली, फिलिप्पीको मण्डली है, थेसलोनिका मण्डलीहरूलाई चाहिँ यही कुराहरू चाहिँ बारम्बार भनिरहेको छ। तिमीहरू चाहिँ यसरी गुटबन्दी नगर है। कोही म पावलको, म अपोलसको है, कोही म यस्तो, म खतना गरेको व्यक्ति, म यो खालको व्यक्ति भन्ने खालको कुराहरू चाहिँ नगर। ख्रिस्टमा सबै एक भएका छौँ भन्ने खालको कुरा चाहिँ पावलले भनिरहनु भएको कुरा हामी थाहा पाउन सक्दछौँ। हामी पहिलो पत्रुसमा पनि हामी थाहा पाउन सक्दछौँ। 2:9 हेर्नेछौँ भने त्यहाँ चाहिँ चुनिएका वंश है, राजकीय पुजारीहरू हो भन्ने खालको कुरा त्यो खालको परिचय चाहिँ, त्यो खालको पहिचान चाहिँ तपाईँ र म आज विश्वासी जनहरूलाई दिनुभएको छ। अनि त्यो खालको व्यक्ति भइसकेपछि चाहिँ तपाईँ र मैले चाहिँ कस्तो खालको कुराहरू, कस्तो खालको स्वभावहरू यसरी निकालिरहेको छ है, तपाईँ र ममा देखिरहेको छ भन्ने कुरा चाहिँ तपाईँ र म चाहिँ एकदमै विचार गर्नुपर्दछ है। त आज हामी पुरानो स्वभावलाई त्यागेर है नयाँ स्वभाव धारण गरेको व्यक्तिहरूले चाहिँ दया करुणाको कुराहरू निस्किनु पर्यो, नम्रताको कुराहरू, धैर्य धारण गर्ने कुरा चाहिँ तपाईँ र मबाट चाहिँ निस्कनु पर्यो, हामीले धारण गर्नुपर्दछ, जसको कारणले हामीबाट ख्रिस्ट झल्कन्दछ र हामीले यो दैनिक रूपमा त्यो खालको स्वभाव निकाल्नु पर्दछ। र जब ख्रिस्टमा हाम्रो पहिचान परिवर्तन हुन्छ त्यसरी नै हाम्रो स्वभाव पनि परिवर्तन हुन्छ। अवश्य परिवर्तन हुन आवश्यकता छ, जसको कारण अन्य मानिसहरूले हामीमा ख्रिस्टको स्वभाव देखेर ख्रिस्टलाई विश्वास गर्न चाहिँ सकुन् है। अनि त्यो खालको स्वभाव तपाईँ र ममा परिवर्तन भएपछि मात्र मानिसहरूले चाहिँ त्यो कुरा तपाईँ र मेरो जीवनमा देखेपछि मात्रै उनीहरूले नै ख्रिस्टलाई चाहिँ विश्वास गर्न सक्नेछन् है। अनि हिजो चर्च नआउँदा पनि तपाईँ घरमा ठुलो ठुलो स्वरले बोलिरहनु हुन्थ्यो भने आज चर्च आएर तापनि त्यही ठुलो स्वरले बोलिरहनुहुन्छ भने तपाईँको छुन्ने छोराले अथवा भाइले बहिनीले के सोच्छ? यो हिजो चर्च नजाँदा पनि त्यही खालको जिद्दी खालको थियो र आज पनि त्यही जिद्दी छ, त्यहाँबाट के परिवर्तन भयो त, हामीले त्योबाट के सिक्ने भन्ने खालको कुराहरू आउँदछ। त्यस कारण तपाईँ र म चाहिँ परिवर्तन चाहिँ हुनुपर्दछ है। अनि 13 अनुसार चाहिँ जसरी ख्रिस्टले हामीलाई क्षमा गर्नुभयो भनेको छ, ख्रिस्टले कतिपल्ट क्षमा गर्नुभयो है, त्यहाँ हामी अनगिन्ती कुराहरू थाहा पाउँदछौँ, गणना गर्न सकिँदैन। त्यसरी नै हामीले पनि एक अर्कालाई चाहिँ क्षमा दिनु पर्दछ है। अनि क्षमा दिने कुराहरू हामीले धेरै सिकेका छौँ। एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोष कारण छ भने एक अर्कालाई क्षमा गर्ने गर, जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नु पर्दछ। आमेन है। यहाँ कलसी 13:3 भनेको छ, जसरी तिमीहरूलाई क्षमा गर्नुभयो है, येशू ख्रिस्टले हामीलाई क्षमा गर्नुभयो, जुन चाहिँ
अगापे प्रेम है, जुन कुरा हामी थाहा दछ त्यसरी नै हामीले पनि एकले अर्कालाई क्षमा गर्नुपर्दछ। सबैभन्दा मुख्य कुरा चाहिँ प्रेम है। अनि क्षमा प्रेमको कुराहरू हामी थाहा पाउँदछौँ। प्रेम बिना सेवा गर्न सकिँदैन। त्यहाँ स्वतन्त्र हुँदैन। जहाँ प्रेम हुँदैन त्यहाँ स्वतन्त्र हुँदैन। जहाँ प्रेम हुँदैन त्यहाँ क्षमा गर्न सकिँदैन र सत्यतामा आराधना पनि गर्न सकिँदैन। स्वतन्त्र बिना सत्यतामा आराधना गर्न सकिँदैन। अनि त्यही कारणले गर्दाखेरि हामी चाहिँ सत्यतामा रहनु पर्दछ र प्रेम गर्नुपर्दछ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। अनि हामी 14 देखि तल पढिरहँदाखेरि चाहिँ लेखिएको छ, यी सबैभन्दा बरु प्रेम धारण गर जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्दछ है। ख्रीष्टको शक्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाएका थियौ। तिमीहरू धन्यवादी हौ है। साँच्चै नै हामी धन्यवादी हुनुपर्ने कुराहरू हामीले बारम्बार सिकिआइरहेको छौँ। हामी एक अर्काप्रति धन्यवादी हुनुपर्दछ, एक अर्काप्रति मिलापमा रहनुपर्छ भन्ने कुरा हामीले त्यहाँ थाहा पाएका छौँ है। 15 अध्यायलाई हामी हेर्दछौँ भने ख्रीष्टको शान्तिले राज्य गर्नुपर्दछ है। आज तपाईँ र ममा चाहिँ ख्रीष्टको शान्तिले राज्य गर्नुपर्दछ। येशूको उपस्थितिमा मात्र शान्ति उत्पन्न हुन्छ। आमेन। किनकि हाम्रो परमेश्वर शान्तिको परमेश्वर हुनुहुन्छ। जहाँ येशू ख्रीष्टको उपस्थिति हुन्छ तब है हामीसँग केही नभए तापनि, हामीसँग पैसा नहुँदा पनि, हामी अस्वस्थ हुँदा पनि, हामी अभावमा हुँदा पनि हामीलाई शान्ति मिल्दछ। किनकि हाम्रो परमेश्वर चाहिँ शान्तिको परमेश्वर हुनुहुन्छ। किनकि ख्रीष्ट चाहिँ सधैँभरि एक समानको परमेश्वर हुनुहुन्छ है। अनि उहाँ कहिले पनि फेरबदल हुनुहुन्न। उहाँले म तिमीलाई प्रेम गर्छु भनेपछि उहाँले अवश्य पनि प्रेम गरिरहनुहुन्छ है। त्यस कारणले गर्दाखेरि हामीले परमेश्वरलाई त्याग्दछौँ, तर परमेश्वरले हामीलाई कहिले पनि त्याग्नुहुन्न। त्यस कारण हामी शान्तिमा रहनु पर्दछ। ख्रीष्टको वचन है लाई हामीले भित्र बसाल्नु पर्दछ है। 16 पदलाई हेर्दाखेरि हामी यो कुरा थाहा पाउन सक्छौँ, ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस्। पुरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाओ र अर्थी देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन स्तुति र आत्मिक गान गाओ है। अनि हाम्रो ख्रीष्टको वचन चाहिँ हामी भित्र रहनु पर्दछ। तर हामी केमा रहेका छौँ, हाम्रो मन हृदय केमा रहेको छ भन्ने कुरा ख्याल गर्नु पर्यो। न संसारको कुरामा रहेको छ भने ख्रीष्टको वचनमा अवश्य पनि रहँदैन। यदि ख्रीष्टको वचनमा रहेको छ भने ख्रीष्ट तपाईँ हामीमा बास गर्नुहुन्छ। अनि बाइबलको वचनले भन्दछ हामी ख्रीष्टका सन्तान, चुनिएका जाति भएको कारण हामी ख्रीष्टको वचनमा रहनु पर्दछ है। आज हामीले ख्रीष्टलाई पाएको कारणले गर्दाखेरि ख्रीष्टको वचनमा रहनु पर्दछ, वचन सुन्नु पर्दछ, पढ्नु पर्दछ र मनन गरेर जीवनमा पालना गर्नु पर्दछ। अनि सबै कुरा ख्रीष्टको नाममा गर्नु पर्दछ। आमेन है। हामीले 17 मा पढ्दाखेरि सबै कुरा ख्रीष्टको नाउँमा चाहिँ हामीले गर्नु पर्दछ है। हामी काम गर्दा होस्, हामी कसैलाई सहयोग गर्दा होस् है, हामी अफिसमा काम गर्दा, स्कुलमा पढ्दा, कलेजमा पढ्दा होस्, जे गर्दा पनि ख्रीष्टको नाममा है परमेश्वरमा भएर गर्नुपर्दछ। यदि परमेश्वरमा भएर हामी गर्छौँ भने चाहिँ अवश्य पनि हामी सबै कुरा चाहिँ असलै गरी पठाउँदछौँ, सबै कुरा चाहिँ सही नै गरी पठाउँदछौँ। किनकि हाम्रो परमेश्वर चाहिँ असल हुनुहुन्छ, जुन कुरा हामीले परमेश्वरबाट सिकेका छौँ। अनि हामी ख्रीष्टका जनहरू मण्डलीमा मात्र उहाँको नामको महिमा गर्ने, धन्यवाद दिने होइन, तर आफ्नो है काम गर्ने ठाउँहरूमा, स्कुलमा, परिवारमा है, एउटा पारिवारिक सम्बन्धमा र हरेक कुरामा चाहिँ उहाँको नाउँमा है एउटा आदर योग्य भएर चाहिँ काम गर्नुपर्छ भन्ने खालको कुरा हामी यहाँ थाहा पाउन सक्दछौँ। त्यस कारणले गर्दाखेरि जब हामी ख्रीष्टमा छौँ भने हामी ख्रीष्टको वचन अनुसार हेर्ने बानी बसाल्नु पर्दछ है। ख्रीष्टमा छौँ भने ख्रीष्ट अनुसार चल्ने चाहिँ कोसिस तपाईँ र मैले गर्नु पर्दछ। त्यसैले यो वचनले भन्ने कुरालाई हामी मनन गरौँ। अनि म पढिदिनेछु अन्तिममा, ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस्। पुरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाओ र अर्थी देऊ र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ
भजन स्तुति र आत्मिक गान गाओ। कुरा वा काममा जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। आमेन। है, हामी कुरा काम जे गर्छौँ सबै कुरामा धन्यवादी साथ प्रभु येशूको नाउँमा गर। है, त्यसै गरी हामीमा भएको पुरानो स्वभावलाई हटाएर एउटा नयाँ स्वभाव धारण गर्नुपर्दछ। पुरानो स्वभाव भन्ने कुरा हामी थाहा पाइसकेका छौँ, जुन हामीले त्याग्नु पर्दछ। हामीले त्याग्नु पर्ने कुरा भनेको रिसको कुराहरू, झुटको कुराहरू, अशुद्धताको कुराहरू, घमण्डको कुराहरू तपाईँलाई मैले चाहिँ त्याग्नु पर्दछ। जुन पुरानो स्वभाव हो, जुन चाहिँ हामीले पुरानो लुगा हो, र नयाँ स्वभाव जुन हामीले ख्रिस्टमा पाएका छौँ त्यो चाहिँ हामीले धारण गर्नुपर्दछ। जुन चाहिँ दयाको कुराहरू तपाईँ र मैले धारण गर्नुपर्दछ। करुणाको कुराहरू तपाईँ र मैले धारण गर्नुपर्दछ। र नम्रता, धैर्यताको कुराहरू र सबैभन्दा मुख्य चाहिँ प्रेमको कुराहरू चाहिँ धारण गर्नुपर्दछ। आमेन। किनकि हामी पहिले जस्तो छैनौँ, आज हामीले ख्रिस्टलाई पाएका छौँ र ख्रिस्टमा नयाँ तपाईँ र म ख्रिस्टमा चाहिँ एउटा नयाँ सृष्टि हौँ। है, त्यस कारणले गर्दाखेरि म 17 पद पढिदिनेछु फेरि। कुरा वा काममा जे गर्छौँ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। आमेन। है, साँच्चै आज हरेक मण्डली कुरा गर्दछ, काम गर्दछ, जे गर्दछ, तर सबै कुरामा परमेश्वरलाई धन्यवाद दिएर प्रभु येशूको नाउँमा गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ।